भिजे तेरो पनि भित्र सारे पाना आँखा बटारेर हाई एभ्रिवान वेलकम ब्याक अस्लाम अफिसियल भ्लग स्वागत छ हजुरहरूलाई भ्लगमा। बादल भन्ने लगभग एक घरको सिद्धिन आँटिसक्यो। अब अर्को घरको स्टार्ट हुन बाँकी। धान काट्नेहरू यसरी ढुङ्गामाथि बसिरहेका छन्। सब धान काटिरहेछन्। लगभग हामीले यता पाखै भइसक्यौँ। अब यहाँ तल्ल जाने हो। खानी हो नि, तर सब हाँसेर बसेका छन्। हाँसेका छन् यता ऊ जाँड हालेका छन्। कहाँ छोड्नु होइन? तिराख्नु न सबै धान काट्नु छोडेर सब बसिरहेको थियो। अल्छी लाग्यो रे। लगभग धान काटेर सिद्धिन आँटिसक्यो। 25% यताको 25% तलतिर हो भने 100 तलतिर त तल्लो किता काटा पनि भन्दिन। तपाईँ त नखाने के खानु भएको? जाडो ए ल ठिक छ खानु पर्यो नि। मिलाउँ खाऊँ लडौँ सुतौँ आँखा चिम्रे बनाऊँ। सक्छ त अब सक्दैन। ल एक घरको भ्याएर दुई घरकोमा सरियो। माथिल्लो घरको नरे तल्लो घरको सरे। कडा काट्छन् फेरि कडा हो सबै धान काट्न बिजी। ल खेती गरेछ। खाजा खाने कार्यक्रम भइरहेछ यता तल्लो खेतालोमा।
ए तरिका यार त्यस्तो जोरको हात लिएर यार यसो गर न यसो गर यो तालमा पुर्याउनु कहाँ झन् रुताहेको त यहाँ कति हुँदो रहेछ यो नफोट लाग्छ न किला छ हामी जाम जाम लिनु न यहाँ चाउ चाउ पोकर ल्याएर भनेको छ्या आयो भएछ भाउ त राम्रो पोकर ल्याएर भनेको एक एक हकिदिउँ है ल सबैजनालाई खाना बनाउनु पाएँ सक्यो ल एकछिन एक गरब ल ल गरम सक्यो ल चण्ड फुपु यो मान्छे कहाँ सुट्यो है वा कुरै बोकिने हे यो मान्छे त वा सक्यो ल जराम जुरुम टिकु 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 ए भगवान दुईटा झारेछ टिकु लोपे गरे हो त्यही त मेरो कोठा हाल्दैन छिटो लो जारम म कस्तो क्यामेरा आउँदा एकचोटि हेर्नु त राम्रो आउँदो रहेछ मैले मैलाको हेर्नु त अरे ल्या टिकु के कति ठुलो छ है टिकु कता टिकु अहिले हाम्रो बाह्र मन खान्छ धान काटिसक्यो भने जाँड त सकाउनै पर्ने रे हेर अब त यो कान्छा साउरे मम्मी आउँछ क्या यो क्यामेरा ए भगवान भिजे तेरो पनि सारे पाना आँखा बटारेर सक्दिने मलाई के को आपत भन्नु